सपनाको भ्रम कथा। लेखक कृष्ण गिरी। यो कथा हो सपनाको, त्यस्तो सपनाको जसले एउटा सामान्य मानिसलाई मूलधामी हुँदै हत्या गर्न बानी परेको सिरियल किलर बनायो। केही समय अघिको कुरा हो। एउटा मधेसको गाउँमा कुलबहादुर नामको एक मूलधामी बस्थ्यो। कुलबहादुरले पनि आफूलाई देउताको दूत नै मान्दथ्यो, तर गाउँलेहरूले उसलाई देउताको दूत मात्रै होइन, साक्षात देउता मान्दथे। कोही गाउँले वा उनीहरूको वस्तुभाउ बिरामी परे भने सबै उसैकोमा पुग्थे। कुलबहादुरले देउताले देखाएको सन्देश कामेर गाउँलेलाई भन्ने गर्थ्यो। उसले सपनामा देखेको सबै कुरा देउताले आफूलाई पठाएको सन्देश ठान्थ्यो। उसले दिनभर धार्मिक धारावाहिक जस्तो कि शिवपुराण, महाभारत, रामायण, बोक्सीको कथा र चमत्कारका प्रवचनहरूमा डुब्ने गर्थ्यो। उसको संसारमा विज्ञानको कुनै ठाउँ नै थिएन। गर्मीको महिना थियो। कुलबहादुर एक रात घरको छतमा सुतेर निदाइरहेको थियो। त्यस बेला शिरशिर अलिअलि हावा चलिरहेको थियो। खाटको माथि झुलमा झुन्डिएको डोरीले उसको घाँटीमा छोएर हल्लिँदै थियो। त्यो डोरी र शिरशिर हावाको कारण उसले सपनामा कालो ठुलो नागले आफ्नो घाँटीमा बेरिएर आफूलाई सिङ्गै निल्न लागेको सपना देखिरहेको थियो। हे महादेव, मलाई किन लान लागेको भनेर कुलबहादुरले त्यो नागलाई सोद्धा नागको टाउको उसकी भाउजूको अनुहारमा बदलियो। त्यो डरलाग्दो भाउजूको आकृतिले भन्दै थियो, तैँले मलाई धेरै दुःख दिइस्, मलाई धेरै पिटिस्, त्यसैले म तँलाई छोड्दिन, म तँलाई निल्छु। कुलबहादुर सपनामा भाग्न खोज्छ, हात उठाएर छेक्न खोज्छ, तर प्यारालाइसिस भएको जस्तो शरीरले केही गर्न सक्दैन। ऊ एकदमै डराएर आहाल काहाल भयो। अलि झल्यास्स बिउजियो, अनि झल्यास्स बिउजियो। अर्को बिहान उठेर सोच्न थाल्यो, देउताले के देखाउनु भयो, कतै मेरी भाउजू डायन त होइनन्। यस्तै सपना बारम्बार देख्न थालेपछि ऊ भाउजू डायन भएकोमा विश्वस्त भयो। आफूले भाउजूलाई गरेका हरेक अत्याचारको बारेमा सोचेपछि आफूलाई भाउजूले जति बेला पनि मार्न सक्ने कल्पना गर्न थाल्यो। उसलाई लाग्न थाल्यो ती डायनको मानव बलि दिएर मुक्ति पाउने योजना अनुसार उसले भाउजूलाई झुक्क्याएर एक दिन टाढा वनमा लगेर बलि दिएर मृत शव गाडेर फर्कियो। समय बित्दै गयो। परिवार र गाउँलेहरूले उसको भाउजू पहिला गएको हुन सक्ने र कसैले भगाएर विदेश लगेको हुन सक्ने भन्दै खबर कुरेर बसिरहेका थिए। गाउँमा कहिलेकाहीँ वर्षौंदेखि हराएका मानिसहरूको चर्चा हुन्थ्यो। कसैले जङ्गलमा बाघले खायो होला भन्थे, कसैले भारततिर गए होलान् भन्थे। कसैलाई पनि थाहा थिएन कि ती हराएका मानिसहरू कुलबहादुरका नरबली थिए। यस्ता नरबलीहरू गैरकानुनी भएकाले एकदमै गोप्य हुन्थे। त्यसैले उसको हातबाट भएको यो नै पहिलो हत्या भने थिएन। केही महिनापछि उसको सपनामा अब उसकी श्रीमती पनि डायन बनेर आएर सताउन थाली। प्रत्येक रात एउटै सपना दोहोरिएर धेरै दुःख पाएपछि उसले श्रीमतीलाई पनि धेरै पिट्ने र दुःख दिने गरेको सम्झ्यो। अन्तत उसले आफ्नै श्रीमतीलाई पनि देउताको आदेश भन्दै मारिदियो। परिवारका सदस्यहरूले कुलबहादुरलाई बचाउन उसको श्रीमतीले आत्महत्या गरेको भन्ने हल्ला फैलाए र कुलबहादुर कानुनको नजरबाट बच्यो। यो घटना यस्तैमा समयसँगै फासफुस भयो। समय बित्दै गयो। अब उसको सपनामा उसैकी आफ्नी सानी छोरी आएर सताउन थाली। ऊ रोइरहेकी हुन्थे,
तर केही बेरमै विकराल डायनमा बदलिन्थे। कुलबहादुरले छोरीलाई सानोमा निर्घात कुटेको, छोरीलाई सधैँ अपशकुन ठानेको जस्ता कुराहरू सम्झ्यो। निरन्तर सधैँ जसो त्यस्तै सपना देखेर हैरान भएपछि उसले निष्कर्ष निकाल्यो, डाइनीको रगत डाइनी नै हुँदो रहेछ। त्यसपछि उसले आफ्नै छोरीको पनि हत्या गर्यो। यस पटक गाउँ दुई भागमा बाँडियो। केहीले उसलाई भगवानको दूत नै ठान्थे भने धेरैले उसलाई हत्यारा ठान्न थाले। धेरै पटक प्रहरीबाट बचेको ऊ यस पटक भने पक्राउ पर्यो। मुद्दा चल्यो अनि ऊ जेल पर्यो। तापनि अदालतले उसलाई मानसिक रोगी हुन सक्ने सम्भावनालाई ध्यान दिँदै परीक्षणका लागि मनोचिकित्सक कहाँ पठाउने अनुमति दिएको थियो। मनोचिकित्सकले उसले देख्ने सपनाको धेरै समय अध्ययन गरे। कहिले निदाएको बेला घाँटीमा हल्का डोरी राखे उसले सपनामा सर्प देख्यो। कहिले झ्यालबाट चिसो हावा बग्न दिए उसले आँधी चलेको र भूत आएको देख्यो। उसको छातीमा हल्का तौल राख्दा उसले अर्की नयाँ गाउँले डाइनले थिचेको सपना देख्यो। त्यसपछि चिकित्सकहरूले उसका परिवारसँगै रहेको उसलाई सुनाए। सपना बाहिरको यथार्थ संसार होइन, निद्रामा तिम्रो मस्तिष्कले शरीरका संवेदना, तिम्रा डर र तिम्रा विश्वासलाई मिसाएर बनाएको कथा हो। सपना भनेको तिम्रो मस्तिष्कको कल्पनाशीलता र सृजनशीलता हो। तिमीले जति धेरै डायन, राक्षस र चमत्कारमा विश्वास गर्छौ, तिम्रो मस्तिष्कले त्यति धेरै सपनामा त्यही नै देखायो। डाक्टरले थपे, हामीले सपनामा त्यही देख्छौँ जुन हामीले कल्पना गर्न सक्छौँ। सपना प्राय हामीले देखेका, सुनेका, सोचेका र विश्वास गरेका कुराहरू मिसिएर बन्छन्। तिमीले तिम्रो सपनामा विभिन्न रोगहरूको भ्याक्सिन बनाएको, हवाई जहाज बनाएको वा कुनै पुरुष बोक्सो कहिल्यै देख्दैनौ, किनकि तिमीलाई त्यो बारेमा ज्ञान नै छैन अथवा त्यो बारे कल्पना नै गर्न सक्दैनौ। तिमीले धेरै चुरोट पिउने भएकोले दिमागमा जाने रगतको नसाहरू खुम्चन्छन् र नतन्कने खालका हुन्छन्, जसले गर्दा ब्लड प्रेसर बढ्ने, छाती दुख्ने, मस्तिष्कले विभिन्न तत्त्वहरू र अक्सिजन आवश्यक भए जति नपाउँदा यस्ता मतिभ्रम वा हलुसिनेसन बढाउन मद्दत गर्छ, जसले गर्दा हुँदै नभएको देवी देवता र डायन देखिने गर्छ। कुलबहादुरले महिनौँ उपचार गर्यो, औषधि र परामर्श लियो। जेल जीवनमा उसले पहिलो पटक मनोविज्ञान र निद्रा र मस्तिष्कको कार्य, यो सबै र सपनाको बारेमा पनि पाइने सबै जसो पुस्तकहरू पढ्यो। उसलाई डाक्टरको कुरा सही लाग्न थाल्यो। उपचारपछि पहिले जस्तो डराउन दिने सपना पनि देख्न छोड्यो। सपना प्रमाण होइन रहेछ भन्ने कुरा उसले थाहा पायो। जीवनमा जसलाई सबैभन्दा धेरै अन्याय गरिन्छ, उसैले सपनामा धेरै सताउने रहेछन् भन्ने उसले थाहा पायो। गाउँलेहरूले पनि पहिलो पटक धामीको होइन, प्रमाण, अस्पताल र विज्ञानको कुरा गर्न थाले। सपनामा देखेको कुरा कुनै वास्तविक प्रमाण होइन भन्ने थाहा पाए। धन्यवाद। लेखक कृष्ण गिरी।